पिक आवर टाइम अथवा अफिस टाइम लगाउने हुँदा हामीले यस पिक आवर टाइममा चाहिँ हामी हिँड्न पाउनु पर्यो हैन। हामीले सरकारलाई चाहिँ कर तिरेका छौँ, ट्याक्स तिरेका छौँ, हामीले ब्याङ्कबाट लोन लिएर सानो थोरै पैसा ब्याङ्कमा राखेर त्यहाँबाट हामीले लोन निकालेर हामीले व्यवसाय गर्दै आएका हौँ। यो सरकारले राज्यले हामीलाई के गर्नु पर्यो भने हामीले सरकारलाई कर तिरेपछि हामीले सरकारले चाहिँ हामीलाई काम गरेर खाने वातावरण सरकारले मिलाउनु पर्यो। यसै सन्दर्भमा हामीले के भइरहेछ भने हाम्रो देश नेपालमा केही हुन्छ कि भनेर हामीले पनि व्यवसाय गर्दै आएका हौँ हैन। हामीसँग साना गाडीहरू हात्ती गाडी छ हैन, बोलेरो पिकअप गाडी बोलेरोहरू भयो, भ्यान भयो हैन। यो मजौला गाडीहरूलाई चाहिँ सरकारले उपत्यकाभित्र अफिस टाइम भनी हामीलाई 9 बजेदेखि 11 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म हामीलाई चलाउन दिँदैन सरकारले। यो किन र कसरी हो, यो कुन निकायबाट भएको र यस्तो चाहिँ किन गरेको हामी त गरी खान पाउनु पर्यो नि, हाम्रो बालबच्चा पाल्नु पर्यो हैन, स्कुल फीहरू तिर्न पर्छ बच्चाको। हामी पनि गाउँबाट सहरमा आएर केही गरेर कमाइ गरेर खान सकिन्छ कि भनेर हामीले काम गरेका हौँ। हामीले पनि हामीसँग टन्न पैसा भएर हामीले गाडी किनेका होइनौँ। यसै सन्दर्भमा किन कसरी र तिमीहरू निजी सवारी साधनले चाहिँ किन तिमीहरूलाई हामीले अफिस टाइम लायौँ, तिमीहरू भाडामा चल्ने गाडी होइन भन्नुहुन्छ भने सरकारले हामीलाई कालो नम्बर प्लेट दिनु पर्यो। हामी कालो नम्बर प्लेट लिन तयार छौँ हैन। यस्तै सन्दर्भमा कुरा गर्दै जाँदाखेरि हामीलाई ट्राफिक प्रहरी कार्यालयबाट हो कि हैन, जिल्ला प्रशासन कार्यालय सिडिओ मार्फत हो कि गृहमन्त्री मार्फत हो कि यो कुन चाहिँ निकायबाट र किन कसरी लगाइयो भन्ने चाहिँ मेरो भनाइ हो। उपस्थित पत्रकार साथीहरू के भन्न गइरहेको छु भने म अफिस टाइमको सन्दर्भमा हामीले धेरै दुःख पायौँ हैन। अब हिँड्छौँ हामी, काम गर्नु पर्यो हैन, घरबाट काम गर्नु भनेपछि सहर बजार आएपछि हामी हिँड्न पाउनुपर्छ भन्ने भनाइ हो। यसै सन्दर्भमा देशमा केही हामी जस्तो युवाहरूले केही गर्न सक्छौँ कि भनेर हामीले यहाँनिर यस सानोतिनो लगानीबाट हामीले साना गाडी किनेका छौँ। सरकारले यो कुरा हाम्रो सुन्नु पर्यो, हामीलाई काम गरेर खाने वातावरण राम्रो मिलाउनु पर्यो भन्ने भनाइ हो। किनभने देशमा भीषण परिस्थितिहरू आयो हैन। अब पार्टीका नेताहरूले पनि गरेनन् हैन, कुनै सरकारले गरेन। अहिले अबको पुस्तामा नयाँ सरकार भएको हुनाले न हाम्रो माग पनि पुरा हुन्छ कि 8-10 वर्ष अगाडिदेखि अफिस टाइम लागिरहेछ हैन। यो अफिस टाइम त हामी के काम गर्ने मान्छे चाहिँ के तलको तलै बस्ने हो त? एउटा व्यवसाय गरेर मजदुर व्यवसाय गरेर बालबच्चा पाल्छु भन्दाखेरि सरकारले त हिँड्न पाउँदैनस्, तँलाई निषेधाज्ञा छ, यो अफिस टाइम हो, पिक आवर टाइम हो, त हिँड्दैनस् भनेर चाहिँ हामीलाई ट्राफिक प्रहरी सरहरूले चिट काट्नुहुन्छ होला, माथिकै आदेश होला। हामी त्यसमा हामी मानेरै आएका थियौँ, अब हामी त्यसमा मान्ने हुने छैनौँ। किनभने हाम्रा साथीहरू धेरै छन्, निजी पनि छ, भाडाको पनि छ, हामीले काम गरेर खान पाउनुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो। हाम्रा साथीभाइहरू कोहीले गाडीको किस्ता हाल्न सकेको छैन। हेर्नुहोस्, बल्ल बल्ल दिनभरिमा 1 टिप 2 टिप हुन्छ। हाम्रो आफ्नो तपाईँको आफ्नो चाहिँ हाम्रो फ्याक्ट्रीहरू छैन, हाम्रो कल कारखानाहरू छैन। हामी गाउँबाट आएर यहाँ मजदुरी गरेर एउटा गाडीमा खलासी बसेर ड्राइभर काम गरेको हो। हेर्नुहोस्, हामी कुनै पढे लेखेको मान्छे होइन हैन। हामी विदेश जाउँ, देश विदेश जाउँ, खाडीमै गएर पनि काम गर्ने हो भने हाम्रो वातावरण छैन। केही हुन्छ कि भनेर हामीले चाहिँ यही देशमा काम गरौँ, राज्यलाई ट्याक्स तिरौँ हैन। किन विदेशिनु पर्यो त? विदेश गएर किन दुःख गरौँ? यही दुःख गऱ्यो भने केही हुन्छ कि भन्दाखेरि हामीलाई राज्यले यसको उचित निर्णयहरू केही पनि दिएन। त्यस कारणले गर्दा हामीले आज यो पत्रकार सम्मेलन गरेको हो। उपस्थित दाजुभाइहरू, हामी सबै मजदुरहरू हौँ, हामी एक भएर अगाडि बढ्नुपर्छ। भोलिको दिनमा केही पर्यो भने पनि हामीले उसलाई गएर सहयोग गरेर माथि जानुपर्छ भन्ने मेरो भनाइ हो। सरकारलाई म एउटा के अनुरोध गर्न चाहन्छु भने यो पिक आवर टाइम चाहिँ कसलाई र किन लगाइयो? हाम्रो सानो गाडी निजी सवारी साधनलाई किन अफिस टाइम लगाइयो त? के हामीले गर्दा चाहिँ अफिस टाइममा हामी हिँडेर बाटो नै जाम भएको हो र? त्यो हो भने हामीलाई निश्चित
ठाउँ तोकिदिनु पर्यो, यो ठाउँमा तिमीहरू छिर्न पाउँदैन, त्यो ठाउँमा छिर्न पाउँदैन भन्नु पर्यो। त्यो पनि छैन। अर्को के कुरा पनि म गर्न चाहन्छु भने हामीले पार्किङको व्यवस्था छैन हो। ए बाबा हो, यहाँ काम गरेर हामी खान्छौँ भन्दाखेरि हामीलाई पार्किङको व्यवस्था दिँदैन सरकारले। अब कहीँ खोलाको छेउमा गएर पार्किङ गऱ्यो भने ट्राफिक प्रहरी आउनुहुन्छ, विलक लगाइदिन्छु भनेर कारवाही गर्नुहुन्छ, चिट काट्नुहुन्छ। के हामी राज्यलाई कर मात्र तिर्ने, चिट चाहिँ काटै गर्ने हो र? त्यो हुनाको कारणले अब उपत्यकाभित्रको सन्दर्भमा कुरा गर्दाखेरि महानगरपालिकाले पनि कहीँ गल्लीतिर लगेर गाडी राखौँ न त, पार्किङ छैन गाडी राखौँ भन्दाखेरि महानगरपालिकाको सरहरू आउनुहुन्छ, विलक लगाइदिनुहुन्छ। 2500 रुपियाँ एकचोटिको 2500 रुपियाँ भन्नुहुन्छ। 2500 रुपियाँ कमाएकै छैन त हामीले कहाँबाट ल्याएर दिने? कमाउनु पऱ्यो नि त। कमाएको भए पनि हामीले किन तिर्ने त? हामीले राज्यलाई कर तिरेका छौँ। हामीले बाटोमा हिँड्न पाउँछ भनेर हामीले राज्यलाई ट्याक्स तिरिसकेपछि हिँड्न पाउनुपर्छ भन्ने मेरो भनाइ हो। हामी आम व्यवसायी साथीहरूलाई के भन्न चाहन्छु भने कर तिरिसकेपछि जसरी हुन्छ हामी हिँड्न पाउनुपर्छ। यदि होइन भने हामीले कर हामी तिर्दैनौँ, सरकारलाई हामी तिर्दैनौँ, ब्याङ्कको लोन तिर्न पर्ने हुन्छ। लोन हामीले कसरी हाल्ने? जब हामीलाई 9 बजेदेखि 11 बजेसम्म अफिस टाइम लाउँछ, अफिस टाइम लागेको 9 बजेदेखि 11 बजेसम्म कहाँको सामान बोक्न जाने हामी? हिँड्दा पुगिँदैन, जाम हुन्छ, हामीलाई पनि थाहा छ। हामीले गर्दा जाम हुने हो र? किनकि अनि बेलुकामा 4 बजेदेखिबाट 7 बजेसम्म अफिस टाइम लाउँछ। सबजना घर जाने अनि हामी चाहिँ कहाँ गएर पैसा कमाउने त? यसको उचित सरकारले हामीलाई उचित ठाउँ तोकिदिनु पर्यो, उचित समय तोकिदिनु पर्यो। होइन भने हामी राज्यलाई केही पनि तिर्दैनौँ ल। आजैदेखि म के भन्न चाहन्छु भने हाम्रा व्यवसायी साथीहरूलाई तपाईँहरू नतिर्नुहोस्, केही हुँदैन। हामीले कसैको केही गरिदिएको छैन। हामीले राज्यलाई कर तिरेका छौँ, ट्याक्स तिरेका छौँ, ब्याङ्कलाई लोन किस्ता हाल्नुपर्छ। किस्ता नहालेको खण्डमा ब्याङ्कबाट कल आउँछ। के हो तपाईँको आज त टाइम भयो त, भोलि त तपाईँलाई फाइन लाग्छ। ए बाबा हो, यता पनि फाइन उता पनि फाइन, हिँड्न पाउनु छैन। अब हामीले गर्ने चाहिँ के त? हामीलाई राज्यले दिनु पर्यो, यो ठाउँमा जा, यो ठाउँमा गर भन्ने बजार व्यवस्थापन गर्नु पर्यो। उपत्यकाभित्र छिर्न पाउँदैन भनेको छ। बजार छ उपत्यकाभित्र, रिङ रोडभित्र, अनि जाने चाहिँ कहाँ त? भक्तपुर गएर के बोक्ने? त्यहाँ ढुङ्गा माटो बोक्ने हो र? हामीले ढुङ्गा माटो बोकेर के हामीलाई कसले दिन्छ पैसा? तेल हाल्नु पर्यो। हरेक दिन महँगी बढिरहेछ। महँगी बढेको बढै छ। बच्चाको फी तिर्न सकेका छैनौँ हामीले। हेर्नुहोस्, कोठा भाडा तिर्न सकेका छैन, बालबच्चा पाल्न सकेका छैन। अनि गर्ने चाहिँ के हो त? के हामी काम गरेर खान्छौँ भन्दाखेरि सरकारले दमन गर्ने हो त? यो हो भने हामी कुनै पनि हालतमा हामी निजी सवारी साधन या भाडाको सवारी साधन एक हुनुपर्छ। निजी सवारी साधनले किन हिँड्न पाउनुपर्छ भनेर हामीलाई माग आयो भने हामीले के भन्न चाहन्छौँ भने हामीलाई सरकारले कालो नम्बर प्लेट दिनुपर्छ। होइन भने हामी तपाईँहरूले हामीलाई कालो नम्बर प्लेटको व्यवस्था मिलाउनु भयो भने ठिक छ, हामी कालै नम्बर प्लेट ल्याउँला। किन लिने त? हामी निजी साधन रातो नम्बर प्लेट हामी लिँदैनौँ भन्ने भनाइ हो। साथीहरू यस्तै कुरामा सन्दर्भ गर्दै गर्दा हाम्रा कतिपय साथीहरूले के भने होइन, हामीले यो कुरा हामीले पहिला पनि राखेका हौँ, यो कुराको सुनाइ हुँदैन, नगर पनि भने कतिपय साथीहरूले। हामीले के सरकारलाई हामीले विरोध गरेका हौँ र? हामीलाई गरी खान देऊ न। हामी नि बालबच्चा पढाउनु पर्यो, पाल्नु पर्यो। म एउटा घरको एकजना म काम गरेर मैले 5 जना परिवार पाल्नुपर्छ। मैले बच्चा पढाउनु पर्यो, स्कुल फी तिर्नु पर्यो, कोठा भाडा तिर्नु पर्यो। काम त गर्नु पाउनु पर्यो नि हो। कामै नगरी त हामी त काम गर्नु भनेर आएको। हेर्नुहोस्, गाउँघरमा हुर्केको मान्छे हामी, लेखाइ पढाइ कम छ हाम्रो, होइन? हामी उता गाडीमा खलासी बसेर एउटा ड्राइभर काम सिकेर आएको मान्छे हो। हामीले काम गर्नु पाउनुपर्छ भन्ने मेरो भनाइ हो। उपस्थित साथीभाइहरू, व्यवसायीहरू, पत्रकार मित्रहरूलाई म के जानकारी गराउन चाहन्छु भने हाम्रो यो माग सुनाइ हुनु पर्यो। केही न केही राज्यले हामीलाई निचोड दिनु पर्यो भन्ने मेरो भनाइ हो। उपस्थित साथीहरू, यसै पत्रकार सम्मेलन गर्दै जाँदाखेरि हामीले धेरैजनासँग कुरा राख्यौँ। हामीले पुलिस प्रशासनसँग नै कुरा गऱ्यौँ, जिल्ला प्रशासनबाट नै कुरा गऱ्यौँ, हामीले गृहमन्त्रीसँग नै हामीले संवाद गर्ने हामीले धेरैचोटि प्रयास गऱ्यौँ। तर हाम्रो सुनाइ कहीँ पनि भएन। अब हामी कहाँ जानुपर्ने हो? के गर्नुपर्ने हो? हामी के काम गर्ने मान्छे सधैँ मरेको मरै हो कि
राज्यले हाम्रो गाडी अब तिमीहरूले नचलाऊ, तिमीहरू आफ्नो आफ्नो जसरी लिएको छ त्यसरी जानु पर्यो भन्नु पर्यो। तिमीहरू आफ्नो निजी भनेर चलाउने अनि भाडा बोक्न पाइन्छ भन्यो भने सरकारले हामीलाई कालो नम्बर प्लेट दिनु पर्यो, हामी भोलि नैदेखि हामी गाडी लिन्छौँ। यसै गर्दाखेरि हाम्रा साथीहरू कोही यता मैतेदेवीबाट पनि आउनु भएको छ होइन, कोही टेकुबाट आउनु भएको छ, कोही साथीभाइहरू हाम्रो यता डल्लु ढल्कु हामी जति मजदुर गरेर निजी सवारी साधन भाडाका सवारी साधनबाट ढुवानी गाडी हाम्रो साना गाडी है, हाम्रो ठुलो गाडी होइन। हामीले बाटो जाम गर्दैनौँ। ए बाबा हो, हामी हिँड्दा चाहिँ बाटो जाम हुने, एकजना प्राइभेट गाडीमा हिँड्दा चाहिँ बाटो जाम नहुने। यसै भन्दाखेरि यसै सन्दर्भमा फेरि भन्नु होला हाम्रा साथीभाइहरू आम नेपाली जनताले के भन्नु होला, सक्सेस भने प्राइभेट गाडी चढेर हिँड्न भन्नु होला। त्यो होइन। हामी प्राइभेट गाडी चढेर हिँड्न सक्ने औकातको मान्छे हामी होइन। हामी जसरी हुन्छ गुजारा चलाउने मान्छे हो। हामी आफू मेहनत गरेर काम गरेर खाएर गुजारा चलाउँछु भन्ने मान्छे हामी हौँ। हामीले कसै कार चढेर हिँड्न सक्ने हाम्रो औकात छैन, हाम्रो लेखाइ पढाइ छैन। हामी पिछडिया ठाउँबाट आउँछ। ए गरिबको छोरो ड्राइभर हुन्छ, धनीको छोरो गरिबको छोरो ड्राइभर हुन्छ, धनीको छोरो ड्राइभर हुँदैन। साथीहरू दुःख गर्ने मान्छे गरिब हुन्छ। दुःख गरेर खान्छु भन्दा राज्यले हामीलाई काम गर्ने माहौलै दिँदैन। जहिलेको पिक आवर टाइम, जहिलेको अफिस टाइम के हो यो चाहिँ हामीलाई कसरी हुन्छ? यसको हामीलाई अफिस टाइम हुनु भएन हाम्रो कुरा। अरूलाई चाहिँ अफिस टाइम अफिसमा घर जानुपर्ने, हामी नै अफिसमा घर जान्छौँ नि, हामी नै अफिसमा काम गर्छौँ नि, काम गर्दैनौँ, हामीले नै सामान बोक्नु पऱ्यो नि। त्यो भनाइ हो। साथीहरू नआत्तिनुस्, केही हुँदैन, यो देशमा केही हुँदैन हो भने तपाईँहरूले केही गर्नु पर्दैन। तपाईँहरूले आफ्नो गाडी सवारी साधन खडा गरिदिनुहोस्। 2 दिन तपाईँले 2-5 दिन तपाईँले गाडी ढुवानी नगर्नुहोस्। ल भाडाकै गाडी आएर गरोस् न त, हामी किन गर्ने भनेर भन्दाखेरि त्यस्तो गर्दाखेरि फेरि हाम्रो रोजीरोटी अब अलिकति बढी भयो नि त, कहाँ अलि लोड गर्दै जाँदा उठाउनै पर्ने भयो। अनि त्यही भएर हामीले हालेर ल्याएको भनेर हामी नरम स्वरमा बोलिरहेको हुन्छौँ। हो ट्राफिक प्रहरीले के भन्छ, ए फलानु त के हो सर, हजुर नमस्कार भनेर हामी सम्मान गर्छौँ। सम्मान गर्दा गर्दै पनि ट्राफिक प्रहरीको धेरै नै ज्यादती भयो। एकचोटिको 500 रे, दुईचोटिको 1000 रे, तीनचोटिको 1500 रे। ए बाबा यहाँबाट हामी बस पाएर जान्छौँ 700-800मा, 1500 को चिट काट्दियो। तेल छ 145देखिबाट लिएर 160 रुपियाँ। कहाँबाट ल्याएर तेल हाल्ने, गाडीले किस्ता, ब्याङ्कले किस्ता माग्छ, किस्ता कहाँबाट ल्याएर हाल्ने होइन। अब राज्यलाई वर्षमा कर तिर्नुपर्ने हुन्छ। हेर्नुहोस्, प्राइभेट गाडी भनेको छ, भाडा गाडी भनेको छ, राज्यलाई कर तिर्नुपर्ने त्यो दायित्व हाम्रो हो। राज्यलाई कर हामीले तिरेका छौँ। हो उनीहरूले मागेको जति तिरेको छ त हो, राज्यलाई कर नतिरे हो र। त्यो 9 बजेदेखि 11 बजेसम्म भनेपछि 11 बजेपछि चल्न पाउँछ 4 बजेसम्म। हो 4 बजेर 5 मिनट गयो, 5-7 मिनट गएर हामी भनेको ठाउँमा पार्किङ छैन, पार्किङसम्म पुग्छु न त हो भन्दाखेरि बाटोमा ट्राफिक प्रहरीहरूले समात्नुहुन्छ। हो समातेर चिटै पो काटिदिने हो कि, चिट काटेर पनि अब एउटा टिप गरिन्छ, त्यही चिट तिरिन्छ होइन। अनि आयो अब चुबो लगाएर बस्नु पऱ्यो भने अब गर्न सक्ने त हामीले केही पनि होइन। त्यो कारणले गर्दा सरकारले हामीलाई कसरी हुन्छ, के गरी हुन्छ, हामीलाई यो पिक आवर टाइम अफिस टाइम भन्ने हामी अलि लेखाइ पढाइ कम भएको मान्छे हामीलाई त्यति धेरै आउँदैन। हामीलाई चाहिँ यो व्यवस्था चाहिँ पूर्ण रूपमा हामीलाई हटाउनु पर्यो भन्ने मेरो माग हो। धन्यवाद, नमस्कार। हाम्रो साथीहरू यसै आफ्नो माग प्रस्तुत गर्नको लागि हाम्रो साथीहरूमा बालकृष्ण बास्कोटा हाम्रो व्यवसायी साथीलाई म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद सुनिलजी। नमस्कार। यस पत्रकार सम्मेलनमा आफ्नो अमूल्य समय पाल्नुहुने सम्पूर्ण पत्रकार साथी तथा मजदुर साथीहरू तथा सम्पूर्ण सवारी साधनका मजदुर तथा पत्रकार साथीहरूलाई यस पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्न चाहन्छु।
आज हामी ढुवानीका सम्पूर्ण साधनहरूले ट्राफिक प्रहरीको धेरै ज्यादती सहनु परेको छ। आज हामीलाई ट्राफिक प्रहरीले काम गरी खान दिने वातावरण बनाएको छैन। आज हामीलाई हामी सम्पूर्ण सामान बोक्ने ढुवानीका गाडीहरूलाई ट्राफिकले पिक आवर लगाएको छ, काम गरी खान दिएको छैन, जसले गर्दा आज हामीलाई काम गरी खान धेरै समस्या परेको छ। हामीलाई बाटोमा हिँड्न पाएका छैनौँ, हामीले काम गरी खान पाएका छैनौँ र हामीले काम गर्दै जाँदाखेरि हाम्रा बालबच्चा पाल्न समस्या भएको छ, जसले गर्दा हामीलाई स्कुलका बच्चाहरूको फी तिर्न समस्या भएको छ। हाम्रो गाडीलाई बैंकले लिलामी गर्ने अवस्थामा पुगेका छौँ। हाम्रो बिहान बेलुकाको छाकटाट धेरै समस्या परेको छ, जसले गर्दा हामी आज धेरै ठुलो समस्यामा परेका छौँ। आज हामीले सानो लगानी गरी यही देशमा केही लगानी गरी खान ट्राफिकले दिएको छैन। हामी आज साना गाडीका चालकहरूलाई या मजदुरहरूलाई ट्राफिकले धेरै समस्या दिइरहेको छ। बिहान 11 बजेदेखि 4 बजेसम्म र बेलुका 4 बजेदेखि 7 बजेसम्म पिक आवर दिनमा 5 घण्टा लगाइदिन्छ, जसले गर्दा हामीलाई काम गरी खान र हाम्रो दैनिक जीवनमा एकदमै ठुलो समस्या परेको छ। हामी केही ढुवानीका साधनहरूले यो देशलाई के कर तिरेका छैनौँ र कर तिरेका छैनौँ भने हामीलाई यो देशमा तिमीलाई कर तिरेका छैनौ, जाऊ तिमीहरू गरी खान पाउनु भन्नु पर्यो। होइन भने हामीले कर तिरिसकेपछि हाम्रो कर तिरेको उचित मूल्याङ्कन हुनु पर्यो। यदि सरकारले हामीले कर तिरेको छैन, हामीलाई उचित मूल्याङ्कन गर्दैन भने हाम्रा सबै सरकारको कर हामीले के लागि तिरेको, जसले गर्दा हामीलाई एकदम समस्यामा अहिले आएर ट्राफिकले पार्छ। जति कुरा सुनिल सरले भन्नुभयो त्यो कुरा सब साथीहरूलाई थाहा छँदैछ। त्यसले गर्दाखेरि हामीलाई एकदम गाह्रो परेको छ। यो पिक आवर टाइम तत्काल खारेज हुनु पर्यो, हामीले गरी खान पाउनु पर्यो, मजदुरहरूले गरी खान पाउनु पर्यो। भन्दै मेरा यी 2 मिनटको धन्यवाद। धन्यवाद उहाँ बालकृष्ण व्यवसायी बालकृष्ण राजकोटाज्यूलाई। यसै मन्तव्य आफ्नो के भइरहेछ कस्तो भइरहेछ भन्दै जाँदाखेरिमा आफ्नो अमूल्य मत के अरे कुराहरू राख्नको लागि हाम्रो गणेश बहादुर बस्नेतज्यूलाई मञ्चमा उपस्थित हुन। हेलो, उषाज्यूलाई धन्यवाद। पत्रकार मित्रहरू तपाईँहरूलाई धन्यवाद र व्यावसायिक मित्रहरू साथीहरूलाई नमस्कार सबैजनालाई। मेरो घर दोलखा जिल्ला सैलुङसर गाविस वडा नम्बर अहिले 8 मा पर्छ। म चाहिँ व्यवसायिक गर्दै आएको र ब्याङ्कबाट लोन निकालेर चलाइरहेको छु। तर ब्याङ्कले हामीले 3 महिना किस्ता तिर्न सकेनौँ भने ब्याङ्कले चाहिँ हाम्रो गाडी तान्छ। 3 महिना हामीले किस्ता तिर्न सकेनौँ भने हाम्रो गाडी ब्याङ्कले तान्छ र हामीले चाहिँ अब दिनमा 1000-1500 कमाइन्छ। बालबच्चा पनि हामीले अहिले पाल्न सकेका छैनौँ, घर परिवार पाल्न सकेका छैनौँ र हामीले कोठा भाडा पनि तिर्न सकेका छैनौँ। त्यसमा हामी धेरै वञ्चित भएका छौँ। वञ्चित भएको हुनाले गर्दा हामीले 10 वर्षसम्म त राज्यले हामीलाई बन्दी बनायो, 10 वर्षसम्म त राज्यले हामीलाई नजरबन्दमा राख्यो। हामीले अहिलेसम्म सहेर बस्यौँ, तर अब हामी सहनेवाला छैनौँ। हामी यही देशका नागरिक हौँ, कुनै हामी भुटानी शरणार्थी होइन, कुनै अर्को देशबाट आएर हामी यहाँ व्यवसाय गरेको होइन। हामी नेपाली हौँ, हामी यो देशको नागरिक हौँ। यो देशको नागरिक भएको नाताले सरकारले चाहिँ हामीलाई एउटा नयाँ गाडी किन्नु पर्दाखेरि 240% भन्सार तिर्नुपर्छ। 1 लिटर तेलमा चाहिँ 30-60 रुपियाँ तिर्नुपर्छ। हामीले वर्षमा 24,500 कर तिर्नुपर्छ, लाइसेन्स रिन्यू गर्नुपर्छ। त्यो सबै हिसाब गर्ने हो भने हाम्रो पर जान्छ। हाम्रो 1 रुपियाँ सरकारलाई हामीले 3 रुपियाँ तिरेका छौँ। त्यो हिसाब गर्दै जाने हो भने त्यो पटक हिसाब गर्दै 20 वर्षको म्याद हुन्छ गाडीको। 20 वर्षसम्म हामीले त्यो हिसाब गर्ने हो भने सरकारलाई हामीले 4 रुपियाँ तिरेका हुन्छौँ भने हामीसँग 1 रुपियाँ हुन्छ। यस्तो पनि काहीँ नियम हुन्छ, यस्तो पनि काहीँ सिस्टम हुन्छ। यो देशको नागरिकले गरेर खान पाउनु पर्दैन? हामीलाई अफिस काम किन लागिन्छ?
हामीलाई अफिस टाइम लाग्ने कुनै पनि उचित छैन। यस्तो मान्छे कस्तो मान्छे होला, देश बनाउँछु भनेर आएको मान्छे होला कि यस्तो मान्छे भनेको पढमूर्ख होला, त्यो आफैले सोध्ने कुरा भयो। जसले 4 रुपियाँ देशको लागि तिर्छ त्यो मान्छेलाई नजरबन्दमा राख्छ। जसले देशको लागि 4 रुपियाँ तिर्छ त्यो मान्छेलाई कर्फ्यू लागिन्छ। यस्तो देशमा कहीँ हुन्छ? हामी यही देशको लागि गरेर खायौँ भनेर अब म त 50 वर्ष भएँ, 50 वर्षमा त विदेश जान पनि पाइएन, पहिले पनि गइएन। अब पहिले पनि नगएको, अब अहिले त 50 वर्ष गएपछि त जानै पाइएन। यही देशमा केही गर्नु, यही देशमा केही गरेर खाऊँ भन्दै पनि हामीलाई चाहिँ सरकारले खै के अरे त्यो सरले भन्दै हुन्थ्यो, मलाई त अब त्यति आउँदैन पिकट कामले अफिस कामले के घर सुत्न जान हाकिम साहबहरूलाई अफिस काम चाहिन्छ। घर सुत्न जान त अफिस काम चाहिँदैन होला नि। अफिस काम पनि 4 बजेदेखि 7 बजेसम्म हुन्छ। यो कहाँ जाने हो? दिल्ली जाने हो कि यो हाकिमहरू? बम्बई जाने हो कि चाइना जाने हो कि? यो 4-4 घन्टा चाहिँ हाकिमहरू कहाँ कहाँ जाने हो त? त्यत्रो समयसम्म के अरे अफिस छुटेर चाहिँ अफिस काम लाग्छ? यो अन्याय भएको छ, अत्याचार भएको छ। हामीलाई एकदम राज्यले दुर्व्यवहार गरेको छ। यो दुर्व्यवहार राज्यले गरेको हुनाले गर्दा राज्यले हामीलाई क्षतिपूर्ति दिन्छ कि दिँदैन? राज्यले हामीलाई क्षतिपूर्ति दिनुपर्छ। हामीले पुरा कर तिरेका छौँ, हामीलाई चाहिँ 5 घन्टा बन्दी गरिन्छ। हाम्रो 22,500मा 10,000मा कर झार्छ कि झार्दैन राज्यले? हामीसँग पुरा पैसा लिने अनि हामीलाई नजरबन्द लाउने, हामीसँग पुरा पैसा लिने अनि राज्यले हामीलाई बन्द बनाउने, यस्तो पनि काहीँ हुन्छ? संसारको नियम छ। 232 वटा राष्ट्र छ विश्वमा। 232 राष्ट्रमा नेपालमा मात्रै होला यो नियम त हुन्छ। आफ्नो सिस्टम हुन्छ, नियम हुन्छ। तर गरी खाने वातावरण त हुन्छ नि। त्यो गरी खाने वातावरण राज्यले छैन। गरिबको लागि गरेको छु रे, मजदुरको लागि गरेको छु रे, किसानको लागि गरेको छु रे, तर हामीसँग लुट्ने अनि हेर गरेको छु भन्ने यो त गलत भयो नि। हामीलाई काम गर्न खान्छु, यही देशमा बस्छु भन्दा हामीलाई वातावरण नबनाइदिने, राज्यको काम होइन यो वातावरण बनाउने। यो त राज्यको काम हो नि। बच्चा पाउने अनि रोडमा फालिदिने, यो कहीँ हुन्छ? यो हुँदैन, कुनै पनि हालतमा हुँदैन। व्यवहारसे हामीलाई पार्न पाइँदैन। राज्यले हामीलाई व्यवहारसे पारेर 10 वर्षमा थुन्यो, तर हामी अब थुन्नेवाला छैनौँ, हामी थुनिनेवाला पनि छैनौँ। हाम्रो हक र अधिकारको लागि हामी जस्तो सुकै पनि कदम चाल्न तयार छौँ। हामी पहिले कानुनी रूपमा जान्छौँ। कानुनी रूपमा जाँदा पनि कानुन हामीले न्याय पाउँदैनौँ भने त्यसपछि हामीले सशक्त ढङ्गले आन्दोलन गर्नेछौँ। जस्तो सुकै पनि आन्दोलन हुनसक्छ। हामी शान्तिका प्रतीक हौँ, हामी कुनै क्रान्तिका प्रतीक होइनौँ। हामीले गरी खान पाउनु पर्यो भनेर अभिभावक राज्यलाई भन्दाखेरि यो चाहिँ नराम्रो सोच्छ भने त्यसमा भन्नु मेरो केही छैन। त्यस कारणले हामीले गरेर खानुपर्छ, पाउनुपर्छ। हामीले चाहिँ किस्ता तिर्न सकेनौँ भने ब्याङ्कबाट हामीले लिएका छौँ, हामीले किस्ता तिर्न सकेनौँ भने 3 महिना किस्ता तिर्न सकेनौँ भने हाम्रो गाडी लिलामी हुन्छ, ब्याङ्कले तानिन्छ, त्यहाँ हाम्रो साउको पनि लिनुहुन्छ। हामी कहाँ जाने? हामीलाई खाते बनाउने? हामी कहाँ जाने? यो हाम्रो पनि देश हो। तिमी जन्मेको छौ भने हामी पनि जन्मेको हो। हामी कुनै भारतबाट आएका होइनौँ, हामी कुनै अमेरिकाबाट आएका होइनौँ, हामी कुनै भोटानी शरणार्थी होइनौँ, हामी चीनबाट पनि आएका होइनौँ। हामी यही देशमा जन्मेको हुनाले तिम्रो जति अधिकार छ मेरो पनि त्यति अधिकार छ। तिमी प्रधानमन्त्री हुने अधिकार छ, मेरो पनि प्रधानमन्त्री हुने अधिकार छ। त्यस कारणले गर्दा तिमीहरूले हामीलाई हेपेका छौ, अहिले चेपेका छौ। लिने बेलामा पुरा कर लिन्छौ अनि 5-5 घन्टा हामीलाई बन्दी बनाउँछौ, थुनेर राख्छौ। त्यस्तो पनि काहीँ हुन्छ? त्यस्तो त काहीँ हुँदैन। त्यसैले 240% भन्सार लिने काहीँ हुन्छ? भन्सार लिन्छ 5% लिएर, 10% लिएर, 100% लिएर, 240% भन्सार। हामीले लास्टमा कति गर्नुहुन्छ भन्दा 5 रुपियाँ हुन्छ। 5 रुपियाँ भने हामीसँग 1 रुपियाँ बस्छ, सरकारलाई 4 रुपियाँ जान्छ। सबै हिसाब गर्ने हो भने 4 रुपियाँ हामीले तिमीलाई तिरेका छौँ। हामीलाई गरी खान देऊ न बाबा भन्दा पनि तिमीले नदिने, त्यो अन्याय हामी कति सहने, अत्याचार कति सहने। तिमीले जे गरे पनि हुन्छ? हुँदैन नि त। तिमीले जे गरे पनि हुँदैन नि त। वातावरण त बनाउनु पऱ्यो नि। गाडी ल्याउने, खाने अनि के अरे वातावरण नबनाउने। वातावरण बनाउनु पर्दैन? ल्याएपछि वातावरण बनाउनु पर्छ नि त। त्यस कारणले गर्दा यो
चाहिँ अब जिल्ला प्रशासन कार्यालयलाई लाग्यो भने मैले बुझ्दा अनुसार त्यही थाहा पाएको छ। यो मन्त्रालयको निर्णय हो कि क्याबिनेटको निर्णय हो कि यो के को निर्णय हो हामीलाई त्यति थाहा छैन। त्यस कारणले गर्दा हामीलाई गरी खाना देऊ भन्ने हाम्रो माग हो। हाम्रो ठुलो केही पनि माग छैन। हामी सिंहदरबार जलाउन जान्छौँ पनि भनेका छैनौँ, हामीले सिओ कार्यालय जलाउन जान्छौँ पनि भनेका छैनौँ। हामीलाई गरी खाने वातावरण बनाइदेऊ। हामी चाहिँ त्यसै लाठो जस्तो हेरेर सधैँभरि बस्दैनौँ। 10 वर्षसम्म हामीले लाठाले हेरे जस्तो हेरेर बस्छौँ। अब हामीले लाठाले हेरेर पनि होला छैनौँ। हामीलाई गरी खाना वातावरण बनाइदेऊ भन्दै हाकिम साहबहरूलाई घर जाने बेलामा अभिश्राम के को लागि अभिश्राम चाहियो? घरमा जान सुत्नको लागि होइन, सुत्नको लागि जान लागि अभिश्राम चाहिन्छ? चाहिँदैन नि त। सुत्न जान अभिश्राम कस्तो नियम हो तिम्रो? हामीलाई लाटो बनाउने, तिमीले लालीपप दिदिने अनि हामी चाहिँ खाइबस्ने हो? होइन नि त। यो अत्याचार त धेरै तिमीले गरिसक्यौ। अत्याचार जब गर्छौ नि त्यहाँबाट तिम्रो के हुन्छ? मृत्यु हुन्छ। पहेटाको के हुन्छ? त्यो कमिलाको पहेटा उत्रिन्छ, त्यो मर्छ। जब जब अन्याय अत्याचार गर्छौ तिम्रो पनि अन्तिम हुन्छ। जसले अन्याय अत्याचार गर्छ त्यसको अन्तिम हुन्छ। महाभारतमा जुनमा केमा आदि राज्यमा आएको थियो, पछि आदि गाउँ देऊ भनेको थियो, पछि 5वटा गाउँ देऊ भन्दाखेरि दियो त? दिएन नि त। त्यसकै लागि लडाइँ भएको थियो नि त। सत्यको र असत्यको लडाइँ हुन्छ। जहिलेसम्म असत्य लुक्दै जाला जहिले पनि सत्यको जित हुन्छ। टाइम लाग्ला, सङ्घर्ष गर्नुपर्छ। हामी कुनै पनि हालतले पछि हट्ने छैनौँ। हामीलाई कमजोरी नठान्योस्। जबसम्म कमजोरी ठान्छ सरकारले ऊ पछि बढ्नेवाला छ भन्दै जबसम्म हामीलाई राज्यले बेलुका जाने बेला हाम्रो बिहान अभिश्राम चाहिँ खारेज गर्नुपर्छ, अभिश्रामलाई हटाउनुपर्छ। अभिश्राम जबसम्म हटाउँछ तबसम्म हाम्रो माग केही छैन। हाम्रो अभिश्राम गर्ने हो। हामीलाई टिप ल्याऊ सरकार भनेर हामीले भनेको छैनौँ। टिप हामीले सरकारलाई खाना ल्याऊ सरकार पनि भनेका छैनौँ। हामीले आफै गएर खान्छौँ, वातावरण बनाइदेऊ राज्यलाई भनेका छौँ। अरू हामीले केही पनि भनेका छैनौँ। हामी टिप हामी आफै खोज्छौँ। हामीलाई तिमीले टिप हामीलाई दिनु पर्दैन। तिमीले हामीलाई टिप दिनु पर्दैन। प्राइभेट नम्बर छ भने तिमीले कालो नम्बर देऊ न त। कालो नम्बर पनि नदिने अनि न्यु खोज्ने त्यो त भएन नि। मुसो धान खाने बेलामा मुसो दोष पाउनेवाला भ्याकुतो हुन्छ? धान चाहिँ मुसाले खान्छ अनि दोष चाहिँ भ्याकुतोले दिएर हुन्छ? हुँदैन नि त। जसले खान्छ धान त्यसैलाई दोष देऊ न भन्दै त्यस कारणले गर्दा अब गोरुलाई अड्काउने अनि गोरु पड्काउने, हलो अड्काउने अनि गोरु पड्काएर हुन्छ? आफूले हलो जानी अड्काउने अनि गोरु पड्काएर हुन्छ? हुँदैन नि त। त्यस कारणले हामीले मागेका छौँ हामीलाई गरी खाने वातावरण बनाऊ। हामी यही देशमा काम गर्छौँ, यही देशमा श्रम गर्छौँ। हाम्रो पसिना रगत यही देशमा हामीले दिन्छौँ, देशको लागि दिन्छौँ भन्दै राज्यलाई हामीले 4 रुपियाँ दिएका छौँ भने हामीले 1 रुपियाँ मात्रै हामीले लगानी गरेर राखेका छौँ। त्यति गर्दा पनि तिमीलाई हुँदैन भने हाम्रो ताला चाबी ल्याऊ, हाम्रो गाडी तिमीले किनिदेऊ, हामी जे गर्छौँ त्यही गर्छौँ भन्दै बिदा हुन चाहन्छु। धन्यवाद। धन्यवाद हाम्रो गणेश बस्नेतज्यूलाई, व्यवसायी गणेश बस्नेतज्यूलाई यसै आफ्नो मनमा लागेका कुरा गर्नको लागि। हाम्रो पर्ला मैतेदेवीबाट आउनुहुने, नेतृत्व गरेर आउनुहुने हाम्रा व्यवसायी साथी प्रहलाद केसीज्यूलाई आफ्नो छोटो मन्तव्य दिनु हुन अनुरोध गर्छु। नमस्कार। म यहाँ पाल्नुभएका सम्पूर्ण चालक साथीहरूमा म प्रहलाद केसीको तर्फबाट सबैजनालाई नमस्कार। म यहाँ किन उपस्थित भएको छु भन्दाखेरि राज्यले हामी चालकहरूलाई अफिस टाइम लगाएर हामीलाई काम गर्ने वातावरण नगरेको हुनाले हामी त्यसको घोर विरोधमा चाहिँ हामी चालक मजदुर साथीहरू एक भएर हामी अब अगाडि बढ्न लागेका छौँ। मेरा साथीहरू म के भन्न चाहन्छु भन्दाखेरि यो हामी सम्पूर्ण चालकहरू हामी आफ्नो स्वदेशमै काम गरेर केही गर्छु भनेर गर्न लाग्दाखेरि हामी यो सरकारले चाहिँ हामीलाई अफिस आएर काम गर्ने नदिने वातावरण बनाएको छ। त्यसमा चाहिँ मेरो घोर भर्सना छ।
जब कि हामी काम गर्छु आफ्नो देशमा पसिना बगाएर काम गर्छु भन्नलाई चाहिँ हाम्रो यो यहाँको राज्यले चाहिँ दमन गरेर काम गर्न नदिएको अवस्था छ। जब कि हामी काम गर्ने समयमा 9 बजेदेखिबाट 11 बजेसम्म, बेलुका 4 बजेदेखिबाट तपाईँको 7 बजेसम्म चाहिँ हामीलाई काम गर्न परिस्थिति दिएको छैन। यसको चाहिँ हामी चालक मजदुरहरू चाहिँ घोर विरोध गर्दछौँ। साथीहरू, हाम्रो कुनै पनि यो पिकअप गाडीले बाटो अवरोध गरेको छैन। किन भन्दा हाम्रो गाडी भनेको कम्पाउन्ड भित्रबाट लोड भएर बाटोमा हिँड्दै जाँदाखेरि कम्पाउन्डभित्र गएर चाहिँ तपाईँको हाम्रो यो पिकअपले सामान झारेको र कुनै पनि बाधा बाटोमा नपरेको म जानकारी गराउन चाहन्छु ट्राफिक कार्यालयलाई। किन भन्दा महोदय, यसमा हामीले गर्नुपर्ने दायित्वहरू, हामीले चालकले निभाउनु पर्ने कुराहरू हामी आफैमा निभाएका छौँ। किन भन्दा ट्राफिकले हामीलाई, सरकारले काम गर्न नदिएको र हामीलाई काम गर्ने वातावरण नदिएको कारणले हामी सम्पूर्ण चालकहरू चाहिँ अब आन्दोलनमा लाग्न लागेका छौँ। किनभने हामीले सरकारलाई भनेको जति ट्याक्स तिरेका छौँ र हामीले किन काम गर्न पाइँदैनौँ त भन्छौँ। किन भन्दा हाम्रो बालबच्चा पाल्नु पर्यो, गाडीको ट्याक्स तिर्नु पर्यो, बालबच्चा कमाउनु के पढाउनु पर्यो। त्यस कारणले चाहिँ हामीलाई सरकारले दमन गरेको छ। किन भन्दा हामी विदेशमा गएर पसिना बगाएर गर्छौँ भन्दा पनि होइन, स्वदेशमै गर भनेर राज्यले चाहिँ तपाईँको अनेक थरीको स्वदेशकारै कार्यहरू गर्नु भनेर चाहिँ राख्ने, अनि हामीलाई चाहिँ काम गर्न नपाउने वातावरण बनाउने त सरकारले त यस्तो निर्णय त गर्नु भएन नि। त्यही भएर मेरो साथी, इष्टमित्र, चालक साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि हामीलाई यो पिकअप हटाउनु पर्यो, काम के अरे गर्ने वातावरण बनाउनु पर्यो भनेर म सरकारलाई चाहिँ भन्न चाहन्छु। त्यस कारणले अब हाम्रो साथीहरूले यसको माग पुरा गरेन भने हाम्रो अनेक थरीको आन्दोलन हुन सक्छौँ। यसको चाहिँ समयमा नै सरकारको ध्यान आकर्षण होस् भन्ने म चाहन्छु। यसैमा धन्यवाद। अफिस टाइम सम्बन्धीको व्यवसाय साथीहरू, हाम्रो मेघबहादुर श्रेष्ठ, कुमार श्रेष्ठलाई चाहिँ आफ्नो 2 शब्द केही आफ्नो मनमा लागेको कुरा प्रस्तुत गर्न चाहन्छु। आदरणीय पत्रकार साथीहरू र यातायात व्यवसायका साथीहरूलाई मेरो तर्फबाट नमस्कार है। म के भन्न चाहन्छु भने आज भइरहेको जुन यो पिक आवर समयको लागि हामीले सरकारलाई गरी खान देऊ सरकार भन्ने विषयमा, सरकार जब हामी ऋणदान गरेर गाडी किनेका छौँ, ऋणदान गरेर गाडी किनेका छौँ, ती गाडीलाई पिक आवर समय लगाएका छ। जुन यो पिक आवर समय भनेको त गरिबलाई मात्र रहेछ होइन र? लाखौँ हालेर गाडी किनेको छ, बैङ्कको ब्याज बुझाउनु पर्ने छ, त्यो हाम्रो कसैको सुनाइ छैन अहिलेसम्म। जुन यो पिक आवर समय हटाउनु पर्यो भन्ने मात्रै मेरो ध्यान आकर्षण हो। किनभने गरिबले त गरी खाने रोजीरोटी नै खोसेको छौ सरकार। जुन यो पिक आवर समयको समय हटाउनु पर्यो र ट्राफिक प्रशासनको दमन ज्यादती बढेको छ, त्यो दमन अथवा ज्यादती यो हटाउनु पर्यो र महानगर प्रहरीहरूको पनि अहिले दमन बढिरहेको छ, त्यो पनि नियन्त्रण हुनु पर्यो। जब गाडी किनेको छ हामीले, तपाईको 2-4 लाख राखेर चाहिँ हामीले गाडी किनेका छौँ, ती गाडीहरू पनि लाई पनि अफिस टाइम पिक आवर समय लगाएको छ, बैङ्कको ऋण तिर्न सकेको छैन, ब्याज बुझाउन सकेको छैन, सबैलाई धौधौ भइरहेको छ। यी विषयमा सरकारको ध्यानाकर्षण छैन। धनी चर्चा 40-50 लाखको गाडी, त्यसमा सामान पनि बोकेको छ, एकजना मान्छे हिँड्न पनि पाएको छैन। किनभने ऊ धनी छ, एउटा कार एकजनामा चढेर हिँड्छ, तर गरिबले दुःख गरेर खान्छु भन्ने एउटा थोत्रो गाडी किन्दा पनि सरकारले अफिस टाइम अथवा पिक आवर समय लगाइदिएको छ। यो हुनु भएन होइन।
तब जबसम्म हामी व्यवसायीहरूलाई चाहिँ पिक आवर समय हट्दैन तबसम्म हामी धरना अथवा जुलुस आन्दोलन हाम्रो कार्यक्रमहरू भइरहेको छ र यस उपत्यकाभित्र जुनसुकै साना तथा मझौला गाडीहरू व्यवसायीहरू सबै एकजुट भएर अगाडि बढ्न मेरो आग्रह छ। दिनदिनै ट्राफिकहरूको दमन बढेको छ त्यस विषयमा जुन हामीले चाहिँ कयौँ भन्सार तिरेर अथवा ट्याक्स तिरेर जुन सोझा साझा हामीले चाहिँ ट्याक्स तिरेका छौँ ती ट्याक्सहरू हामी सोझा साझाले मात्रै तिरेका छौँ। धनीले तपाईँको 10 वर्ष कर नतिरे पनि भएको छ। हामीले वर्षौँ अथवा महिनौँ 1 हप्ता गर्दा पनि हामीलाई फाइन लगाउँछ। जुन यो चिटको विषयमा हेर्ने हो भने तपाईँ हेर्नुहोस् जाँचपास धुवापासको विषयमा हाम्रा यी साना गाडीलाई ट्राफिकहरूको निदो र एकदम खनिएको छ। त्यसमा हेर्नुहुन्छ भने तपाईँ एक दिन के अरे हप्ता दिन म्याद काट्ने बित्तिकै तपाईँको हामीलाई फाइन पर्छ तर धनीको गाडी वर्षौँ पुग्दा पनि फाइन छैन। र अर्को कुरा तपाईँको जुन ट्राफिकहरूले गरिरहेको छ यी दमन यसका लागि हामीलाई नियन्त्रण हुनु पर्यो र पिक आवर समय हामीलाई खारेजी हुनु पर्यो र हामी भन्छौँ कि जब यी सरकारमा बस्ने नेता तथा नेताहरू हाम्रो कुरा सुनाइ हुनु पर्यो। हामी मजदुर हौँ हामीले काम गरी खाने वातावरण बनाइदिनु पर्यो। र अर्को कुरा नेता मन्त्रीमण्डल या सिडिओ कार्यालय जुनसुकैबाट भए पनि लगाएको यी पिक आवर समय जसरी नै तपाईँहरूले हाम्रो यी कुरा सुनेर तपाईँहरूले हटाउनु पर्ने वातावरण बनाइदिनु पर्यो र जसरी भए पनि हटाउनै पर्यो। होइन भने तब हाम्रो यी ताला चाबी सबै तपाईँहरूको हातमा दिन आउनेछौँ। एक दिन हेरेर बस्नु होला, सुन्नु होला। यी सरकारवालाहरू कानमा तेल हालेर नबस्नु होला। पहिला पनि त हामीले गरेका थियौँ, आन्दोलन गऱ्यो, सुनिएन। जुनसुकै सरकार आयो नि अहिलेसम्म हामीले गरेको कार्यक्रम आन्दोलनहरू कसैले नै सुनेन। अब हामी यसरी चुप लाएर बस्दैनौँ। यी ज्यादती ट्राफिक ज्यादती महानगरको ज्यादती महानगरको 2500 को चिट र ट्राफिकको 15,000 देखि 1500 को चिट बेरेर हामी चाहिँ एकदम गाह्रो भइरहेको छ। त्यसका लागि यी सरकारवालाहरूले जसरी नै हाम्रो कुरा सुनेर यी हाम्रा मागहरू माग त धेरै छैनौँ। एउटा पिक आवर समयको समय हो र पार्किङको व्यवस्थापन मिलाउनु पर्यो। दोस्रो कुरा महानगरभित्र हामीले सामान बोकेर जाँदाखेरि हामीलाई 2500 को फाइन हान्छ। पार्किङ छैन, निषेधित एरिया तोकिदिएको छ। बजार छ, रिङ रोडभित्र उपत्यकाभित्र बजार छ। ती बजारको व्यवस्थापन गर्नु सकेको छैन र ट्राफिक प्रशासनहरूले अथवा नगरले चाहिँ हामीलाई पार्किङको व्यवस्था मिलाइयोस् र काम गरिराख्ने वातावरण बनाइदियोस् भन्दै मेरो 2 शब्द यहीँनिर राख्छु। हस्त, धन्यवाद। धन्यवाद हाम्रो व्यवसायी कुमार श्रेष्ठज्यूलाई। त्यस्तै गरेर हाम्रो छोटो मन्तव्यको लागि हाम्रो प्रेम बहादुर श्रेष्ठज्यूले चाहिँ व्यवसायी प्रेम बहादुर श्रेष्ठलाई आफ्नो लागेको कुरा यहाँ जानकारी गर्न चाहन्छु। नमस्ते व्यवसायी साथीहरूलाई, पत्रकार साथीहरूलाई मेरो तर्फबाट। अब म चाहिँ के भन्छु भने अब हाम्रो देशमा काम गरेर खाना पाउँ सरकार भन्छु। किनकि हामी अब यही इलम सिक्यो, यही वातावरणमा हिँड्यो र यही समस्यामा झेलियो। अब हामीले चलाउने गाडी छोडेर अरू गाडी चलाउन जान्छु भन्दा पनि हामीलाई पेसागत छैन र यसमै लगानी गरियो। हामीलाई चाहिँ काम गरेर खाना दिने वातावरण दिन सरकार भन्छु र हामी सबैजनाको एउटै पेसा भएको कारणले हाम्रो चाहे प्राइभेट होस् चाहे भाडाको होस् चलाउने साथीहरूलाई एउटै पेसागत भएको कारणले चाहिँ हामीलाई सरकारले काम गरेर खाना देऊ
यो राज्य दमन ट्राफिक दमन यो नगरिदेऊ र पिकअप आवर अथवा चाहिँ नै अब हामी नपढाएको कारणले अफिस टाइम नलगाइदेऊ र दोस्रो कुरा गएर यहाँ 25-30 लाख हालेर नेपालमा ल्याएर गाडी ल्याएर चलाएर 25-30 हजार 40 हजार किस्ता तिरेर बालबच्चालाई चाहिँ बिहान बेलुका टिफिनदेखि लिएर स्कुलदेखि लिएर खानेदेखि लिएर रुम भाडादेखि लिएर तिर्न सकेको छैन। त्यस कारणले चाहिँ यो कहाँबाट भयो कसरी भयो किन भयो यो खुलासा गरिदिनु होला। अब हामी जस्ता यहाँ चाहिँ लाखौँ मजदुरहरू छन्, सबैको रोजीरोटी एउटै होला। काठमाडौँमा कोठा भाडा तिर्नै पर्यो, किस्ता हाल्नै पर्यो, त्यसपछि गएर राज्यलाई कर 50,000 भन्दा माथि तिर्नै पर्यो र दिनको अलिकति मिस्टेक भयो भने 1500 चिट तिर्नै पर्यो। त्यो हामीले कहाँबाट ल्याएर तिर्ने? अब यो राज्यले सुनिदिनु पर्यो र हामी जस्तो मजदुरलाई जति छन् यो हाम्रो नेपालभित्र अथवा चाहिँ यो सिडीभित्र यो लगायत सबैजनालाई यसकै दुःख नदेऊ भने अब हामी व्यवसाय गर्ने त गर्ने, अब भएको कमाई सबै राज्यलाई दिने र हाम्रो घर कसरी चलाउने र कसरी चल्छ यो आज एक दिन होइन। हामीले अब मैले गाडी चलाएको 15 वर्षभन्दा माथि भयो, 15 वर्षसम्म यही नै ज्याजती छ। अब हामीले धान्न सकेन, त्यस कारणले हामी अब अघि साथीले भन्नुभयो कुन विषयमा कहाँबाट अफिस टाइम लागेको हो हामीलाई जानकारी दिनुहोस्, त्यो साँचो ताल्छ हाम्रो सम्पत्ति त्यही राज्यलाई दिने र त्यो राज्यले हाम्रो बैङ्कदेखि लिएर हामीले चाहिँ यो गरेको ऋण जति सबै राज्यले तिर्दिने, चाबी राज्यलाई दिने हो हामी। त्यस कारणले यो दिन सहीसम्म आन्दोलन यो जुलुस नहोस्, तुरुन्त यो कार्यान्वयन गरियोस् र यो अफिस टाइम पिकअप आवर भनिन्छ। अब मैले पढाएको छैन पिकअप आवर भने चाहिँ अब इङ्ग्लिसमा पऱ्यो होला, यो सुन्दा पास भएछु म पनि बोल्दा अब आफ्नो देशमा नपढेका कारणले पनि र दोस्रो कुरा गएर देश छोडेर विदेश जान मन पनि छैन। सहीसँग हामी रगत पसिना हाम्रै देशमा बगाउन चाहन्छु, हाम्रो राज्यलाई कर दिन चाहन्छु। यो वातावरण खुलाइदेऊ, कहाँबाट भयो कसरी भयो किन भयो यो वातावरण खुलाइदेऊ, नत्र भने भोलि यो मजदुरहरूको रगत बग्ला बिचरा यहाँ चाहिँ गरी खाने मान्छेलाई गरी खान नदिँदाखेरि अरूको पनि रगत बग्ला। त्यस कारण हामीले हाम्रो रगत पसिना बगाएर हुन्छ कि कसरी हुन्छ राज्यलाई हामीले कर तिरेको छौँ। हामीले वर्षमा लगभग बोलेरो डिआई चलाउने मान्छेले 50,000-51,000 कर तिरेका छौँ र दिनै पछि महिनामा चाहिँ दिनै पछि नभए 10 दिन 15 चिट काटेको छ। आफै हिसाब गर्नु होला, सरकारले 1500 को दरले चिट काटेको छ। फर्स्टमा 500, सेकेन्ड 1000, त्यसपछि 1500 भनेको छ। एकजना मान्छे माथि बस्नु पनि दिँदैन, दुईजना मान्छे अगाडि बस्नु पनि दिँदैन। अलिकति रन पनि हुनु भएन र ठिक छ, त्यो गल्तीमा काट्नु एकदम सही छ, तर मान्छे सामान बोकेर ल्याउने मान्छे पनि चढ्न नहुने, उहाँहरूको स्टाफ भयो भने चाहिँ जति पनि चढ्नु हुने, नअटेको माथि राख्ने भयो, चिट पनि काट्नु परेन, काट देखाएपछि फेरि उयो। र दोस्रो कुरा गएर पानी ग्यास दुध यिनीहरू व्यवसाय भन्ने यो सुपरमार्केट व्यवसाय भन्ने ठुल्ठुला चिनेका ठुला डिएसपी एसपी अथवा चाहिँ इङ्ग्लिस स्वेटर सही उनीहरू स्टाफ हुने पावर लाग्ने एउटै व्यवसाय गरेको मान्छेलाई उनीहरूलाई छुट हुने, दुधको छुट हुने, ग्यासको छुट हुने, पानीको छुट हुने, सुपरमार्केटको छुट हुने। हामी मजदुर किसानले काम गरेको चाहिँ कहिले छुट नहुने? के यही हो त नेपाल सरकारको चाहिँ कानुन? हामीले के काम गरेर खाना आफ्नो देशमा गएर खान्छु भन्दै नपाउने? त्यो सुपरमार्केटमा मात्रै फ्री हुनुपर्ने, त्यो दुध र ग्यास पानीको मात्रै फ्री हुनुपर्ने। हामीले 800,000 को एउटा काम गरेर प्राइभेट गाडीमा उनीहरूले भाडाको नम्बर दिए पनि हुन्थ्यो, नदिएर प्राइभेट गाडीमा काम गरेर खाएको चाहिँ 70 दिन 80,000 चाहिँ हामीले वर्षमा तिर्नुपर्ने। यो त्यो कम्पनीले चाहिँ नतिर्दा नि हुन्छ, पछि गाडी काटेर फालिदियो भने नि भयो, जे गरे नि भयो, मलाई घाटा भयो नि भयो। हामी मजदुरले चाहिँ वर्षमा एक दिन 2 दिन 1 महिना 2 महिना जाने बित्तिकै हामीलाई 20% हानिदिन्छ। यसरी तिर्दाखेरि काम गरेर खाना नदिने, सरकार काम गरेर खाना देऊ, किन यस्तो भयो हामीलाई जानकारी देऊ, नभयो भनेदेखि भोलि जे पनि हुनसक्छ। म यसमै 2 शब्द टुङ्गाउँछु। धन्यवाद। आदरणीय हाम्रा मजदुर चालक साथीहरू, हाम्रो आज पत्रकार सम्मेलन यसमै समाप्त भएको घोषणा गर्न चाहन्छु। अरू पनि साथीभाइहरूले चाहिँ के भन्नु भने साथीभाइहरूलाई चाहिँ हाम्रो यहाँबाट चाहिँ
धेरै ठाउँबाट हामीले गरेका थियौँ पहलहरू धेरै वर्ष अगाडि नै गरेका छौँ भन्नुभएको छ उहाँहरूले पनि अब यसैलाई हामीले गरेकै पत्रकार सम्मेलन मार्फतै हामीले राज्यलाई झकझकाउन खोजिरहेछौँ यदि भएन भने भोलिका दिनमा चाहिँ हामीले अब भनौँ एउटा कमिटी बनाएर भोलि अब कुन निकायबाट चाहिँ हामीलाई यस्तो अफिस टाइम लगाएको थियो त्यो अफिस टाइम चाहिँ हाम्रो पूर्ण रूपमा खारेज गर्नुपर्छ भनेर जाँदाखेरिमा हामीले ज्ञापन पत्र बुझाउन जानुपर्ने हुन्छ त्यतिखेर हाम्रो चालक साथीहरूलाई चाहिँ म के अनुरोध गर्न चाहन्छु भने सम्पूर्ण चालक साथीहरू हाम्रा कोही यता टेकुबाट नै आउनु भएको छ है कोही यता मैतदेवीबाट नै आउनु भएको छ जे होस् उपत्यकाभित्र बाहिर जता गाडी चलाउने मजदुरहरू हामीले कन्ट्याक्ट गर्छौँ हजुरहरूलाई त्यतिखेर उपस्थित हुनु होला भन्न चाहन्छु हस् त धन्यवाद